साथीहरु नमस्कार, गुड मर्निङ। ज्यान चाहिँ यति बेला चाहिँ हाम्रो काठमाडौँमा छ। विश्वको जुनसुकै कुनामा गए तापनि म नेपाली हुँ भनेर मान्छेले चाहिँ गर्व गर्नुपर्छ। हाम्रो नेपालको शान, नेपालको गौरव हैन। हरेक ठाउँमा तपाई देशको जुनसुकै कुनामा जानुस्, तर हाम्रो देश एउटा सुन्दरताले भरिएको हैन। हरेक कुराहरु चाहिँ नेपालमा जस्तो राम्रो कहीं पनि हामीले पाउन सक्दैनौं। विश्व सर, यात्रा कस्तो भइरहेछ? एकदम राम्रो भइरहेछ। जुन तपाईसँग आजको यात्रा चाहिँ हैन, घामले कालो कालो बनाइरहेछ। अब भोलि पर्सिबाट त हामी सिधै साइप्रसतिर जाने भावनाले हैन। अब 9-10 महिनाको लागि हामी फेरि बिदा हुन्छौं। त्यसपछि फेरि हामी चाहिँ नेपाल फर्केर आउँछौं। हाम्रो एउटा शान, एउटा गौरव नेपाल। म नेपाली हो भन्नलाई चाहिँ मान्छेले गौरव गर्नुपर्छ। त्यसैले जय देश जय नेपाल भन्नुपर्छ। अब हाम्रो यात्रा चाहिँ आज अन्तिममा छ हैन। सोम्बीको हाम्रो यो एरियामा चाहिँ रमाइलो भइरहेछ है। आजलाई चाहिँ यति हो।